यो कफी खेती एकदमै धेरै गाउँघरमा कफी खेती लाउने चलन बढेको छ अहिले। यो राम्रो पनि हो, यसको मार्केट एकदमै राम्रो छ। र कफीलाई कस्तो ठाउँमा रोप्ने भन्ने कुरो चाहिँ आज मैले तपाईहरुलाई यहाँ लाइभ देखाउन गइरहेको छु। कफीलाई कम्तीमा 50% छहारीको आवश्यक पर्छ र छहारी नहुने ठाउँमा रोपेर मैले ट्राई गरेको थिएँ र त्यहाँ कस्तो हुँदो रहेछ भने कफी हेर्नुहोस् यो सुकेर आफै पात झरेर पानी पनि लगाइरहेको छु मैले। सिँचाइ गर्दा पनि यो सिँचाइ त धेर भएको छैन, कफीलाई पानी पनि खासै धेरै चाहिने त होइन। चैत वैशाखको बेलामा पनि महिनामा 2 चोटि मजाले भिजाइयो भने चाहिँ कम्तीमा हुन्छ। तर यो हेर्नुहोस् छहारी नभएको ठाउँमा यस्तो हुन्छ। यो खुल्ला छ, यहाँ छहारी छैन। यो तलतिर जुन जङ्गल छ उत्तिसको र दानाको जङ्गल, यहाँ सबै कफी रोपेको छु मैले र यहाँ कस्तो छ भन्ने कुरो तपाईहरुलाई देखाउँछु। र अब यहाँ चाहिँ छाया भएको, एकदम छाया भएको ठाउँको बिरुवा यस्तो हुन्छ। सँगै रोपेको बिरुवा उत्रो एउटै नर्सरीको कुनै ठुलो सानो हुनसक्छ, तर उस्तै रोपेको छायामा यस्तो छ। त्यो अघि देखेको भिडियोमा देख्नुभयो होला नि, पत्ता एउटै छैन, मर्न चाहिँ मरेको छैन, तर उसको वृद्धि र विकास रोकिएको छ। भनेपछि हामीले कफी रोप्दा एकदम छायादार ठाउँमा 50% चाहिँ छाया चाहिन्छ। यस्तो होस्, छायामा चाहिँ एकदम राम्रो फस्टाएर आउँछ।